हेलो नमस्कार। आइडिया इन्टरप्रेन्योर नेपालमा हजुरलाई स्वागत छ। आज म नेपालको लाइफ इन्सुरेन्सहरूको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। नेपालमा चाहिँ कस्ता कस्ता लाइफ इन्सुरेन्स छन् र कस्ता कस्ता चाहिँ लाइफ इन्सुरेन्सका अहिलेका जुन नयाँ प्लेटफर्महरू आइरहेको छन्, नेपालको इन्सुरेन्समा कतिवटा चाहिँ इन्सुरेन्सहरू अहिले मार्केटमा चलिरहेको छ, नेपालको लाइफ इन्सुरेन्समा कुन चाहिँ गर्दा चाहिँ राम्रो हुन्छ र हामीलाई चाहिँ थोरै लगानीबाट चाहिँ धेरै बेनिफिट लिन सकिन्छ। नेपालमा चलिरहेका इन्सुरेन्सहरू 3 प्रकारका छन्। त्योमध्ये इन्डोमेन्ट लाइफ इन्सुरेन्स, इन्डोमेन्ट कम होल लाइफ इन्सुरेन्स र लास्टमा टर्म लाइफ इन्सुरेन्स। यी 3वटा इन्सुरेन्सहरू जुन छन् र इन्डोमेन्ट लाइफ इन्सुरेन्स भनेको के हो त चाहिँ कसरी चल्छ त भन्दाखेरि, जस्तो हामीले नर्मल्ली इन्सुरेन्स भनेर बुझ्छौँ जुन अब टिपिकल रूपमा, त्यसलाई नै इन्डोमेन्ट लाइफ इन्सुरेन्स भनिन्छ। जुन चाहिँ अकर्डिङ टु पोलिसी टर्महरू हुन्छन् होइन, त्यसको चाहिँ अब एउटा टाइम पिरियड हुन्छ होइन, त्यसको चाहिँ अब प्रिमियम पेमेन्टहरू हुन्छन्। जस्तै हामी चाहिँ इयरली बेसिसमा हामी किस्ता तिरिरहन्छौँ, त्यो हिसाबले चाहिँ त्यसको चाहिँ डेथ बेनिफिट प्लस मेच्युरिटी बेनिफिट पनि हुन्छ, सम एक्युरेट प्लस बोनस पनि पाइन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ एउटा सर्टेन पिरियडमा लगाएर, जस्तै 10 वर्ष 15 वर्ष 20 वर्ष कतिको टर्ममा हुन्छ होइन, त्यही अनुसारले गर्ने गरिन्छ। र अर्को रहेको छ इन्डोमेन्ट कम होल लाइफ इन्सुरेन्स, जो चाहिँ अरू सबै इन्डोमेन्ट लाइफ इन्सुरेन्सकै पार्टमध्ये अलिकति एक्सपेन्सिभ हुन्छ। थर्डमा रहेको छ हाम्रो टर्म लाइफ इन्सुरेन्स। यो चाहिँ इन्सुरेन्स इज रियली इन्सुरेन्स भनेर चाहिँ म चाहिँ बुझ्छु। त्यहाँ चाहिँ अब जस्तै गाडी बाइक होइन, जस्तै अहिले चाहिँ धेरै बिजनेस बिल्डिङहरूमा पनि हुन थालिसकेको छ। यो चाहिँ मेन इन्सुरेन्स हो, जुन चाहिँ अब हामीले लाइफ इन्सुरेन्समा चाहिँ डेथ बेनिफिट मात्रै हुन्छ। त्यसमा चाहिँ अरू कुनै इनकेस डेथ भइहाल्यो भने चाहिँ त्योबाट आउने बेनिफिट मात्रै हो। र अरू इन्सुरेन्स जस्तो त्यसमा चाहिँ सर्टेन टाइमपछि रिटर्न आउने भन्ने हुँदैन। र टर्म लाइफ इन्सुरेन्स भनेको चाहिँ 1 करोडसम्म अथवा हामीले कति गर्छौँ त्योभन्दा सकेसम्म धेरै आउने चान्स हुन्छ। त्यसले गर्दा सानो अमाउन्ट तिरेर भोलि त्यसको चाहिँ आफूलाई पर्दाखेरि बेनिफिट धेरै राम्रो बेनिफिट आउने हुन्छ। त्यसैले अहिले टर्म लाइफ इन्सुरेन्स पनि थोरै थोरै अगाडि बढिरहेको छ, जुन चाहिँ हामी चाहिँ इन्डोमेन्ट लाइफ इन्सुरेन्स नै अहिले बजारमा रहेको इन्सुरेन्सहरूमध्ये सबैले इन्डोमेन्ट लाइफ इन्सुरेन्स नै चुज गर्दै आउनुभएको छ। तर त्योमध्ये इन्सुरेन्सहरू जुनसुकै गर्दा पनि भोलि हामीले के सोचेर गर्ने हो त्यसमा भर पर्ने कुरा हो। हामी आज लगानी सोचेर गर्छौँ भने इन्डोमेन्ट लाइफ इन्सुरेन्स अथवा इन्डोमेन्ट कम होल लाइफ इन्सुरेन्स त्यो चुज गर्दा नि भयो। जस्तै हामीले चाहिँ डेथ बेनिफिट भोलि मलाई केही भइहाल्यो भने मात्रै मेरो चाहिँ कभरेज होस् भनेर सोच्नुहुन्छ भने त्यसलाई चाहिँ टर्म लाइफ इन्सुरेन्स त्यसरी जान सक्नुहुन्छ। हस्त नमस्ते।